ल यो अम्बक चाहिँ टट्ट टिपेर एउटा चाखौँ न त होइन कस्तो हुँदो रहेछ चाख्छु ल ल पछाडिको नजारा पनि देखाइदिउँ न त बिहान बिहान लु हेरिहालौँ त साथीहरू कहाँ छु म के गर्दैछु भनेर यो हो नि त होइन लाइफ जिन्दगी भनेको यो हो नि त होइन सोना धान फलेको होइन सोना फलेको यति राम्रो छ यो ठाउँ यो अन्त जिन्दगीको असली मजा भनेको त्यो रेस्टुरेन्टको खाना त्यो प्लेटको यति सजावट खानामा के मजा हुन्छ र जति यो नेचरले दिएको यस्तो फ्रेस अम्बकको एउटा दानामा हुन्छ होइन यो नजारा हेर्नुहोस् त कहाँ पाउँछ यो दिस इज प्याराडाइस त्यही भएर जिन्दगीमा यस्तो कुराहरूको एक्सपिरियन्स लियो भने बल्ल जिन्दगी हो क्या मलाई चाहिँ मेरो आफ्नो बुझाइमा दिस इज हेभन दिस इज लाइफ चाउ